हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजनाले माया गरिदिनु होला। आज चाहिँ म र मेरो साथीहरू जाँदैछौँ थागल खाने भनेर जङ्गलतिर। यता मेरो साथीले देखाउँदैछ नि मन्दिर, शिव मन्दिर है यो भन्दै। फेरि मन याते भनेको थागल नै पाइएन, फेरि सुकेको मात्रै पाइने। तिनीहरूले मलाई छोडिदिए, अब फेरि चिच्याउनु पर्यो। म चिच्याउँदै बहन हो, म पनि जाने हो, सँगै लैजाऊ भन्दै हिँडेको पछि छिटाइज भन्दै थिएँ। जङ्गलको बाटो लास्टै भिड रहेछ, म त जान नसकेर पछाडि थिएँ। मेरो साथीले फेरि छिटो हिँड्न अलि भन्दै थियो, अनि ओह्रालोमा चाहिँ आफू दौडेर हिँड्थ्यो कि। फेरि बल्ल बल्ल थागल पाइएथ्यो, अनि अलिअलि खाँदै टिप्दै गऱ्यौँ। अनि मेरो साथी फेरि हामी जहाँ गयो त्यही आउने कि डर मानेर। अनि मेरो टाउकोमा के लागेको रहेछ मैले थाहा नै नपाएको। फेरि हामी खाँदै टिप्दै गरौँ न हो भन्दै, पहिला खाने पछि टिप्ने भन्दै थियो मेरो साथीले। फेरि हाँसे त्यस्तो भनेको सुन्दा। उहाँ चाहिँ हिँड्न नसकेर म त यहीँ बस्छु होला, जान्न अरे। अब के गर्नु, घर त लानै पर्यो, जङ्गलमा छोड्ने कुरा भएन। बल्ल बल्ल फकाउँदै थिएँ। फेरि बाटोमा सुतौ, के गर्नु हो, मोटो भएपछि यस्तै हो भन्दै जिस्काइरहेको मेरो भाइले। फेरि यताबाट आफू पनि थाकिरहेको थियो। यति नै हो गाइज आजको भ्लग। सबैजनाले माया गरिदिनु होला। राम्रो भयो नि नराम्रो भयो।